थुप्रै दिन भयो है युट्युबमा भिडियो नहालेको। कहिले युट्युब बन्द हुने अरे कहिले के अरे है। यहाँको मान्छेहरूले हेर्दैन, नेपालको मान्छेहरूले हेर्ने हो। अनि नेपालमै युट्युब ब्यान भएपछि कसै किन हाल्नु त जस्तो लागिरहेको हाल्दैन। अब हाल्नु पर्ला ल। आज चाहिँ बुई अहिले चाहिँ यहाँबाट नि आधी लोड गरेर आधी निकालेर लोड गरेर निस्केको। अब अहिले त्यहाँ गएर बसेर यता सामान मिलाएर भोलि फेरि आउने अरे। भोलि आधी लोड गर्ने अरे होइन। के हुन्छ हेर्दै गर्नु होला। हेलो वेलकम बैक टू माई चैनल। और आप देख रहे हैं मेरा गोडी मिलिया। ये देख सकते हो काला, ये काला इंसान देख सकते हो। काला इतना काला हो गया, इतना काला हो गया कि वो देखो वो बाबुन जैसा है। बाबुन वो देखो बाबुन जैसा दिख रहा है उधर। अरे हम हैं, ये हमारा बंधु है, ये हम हैं और एक बंधु इधर है। ए बंधु की करछ तुमी? हामी गर्दैछु काम। क्या है? कितना सर हाँ। अब आइफोन किनेर जाने हो कि यसले नै। हेर्न थुप्रै छ कि हामी छड्के खानु। हेर्न मुला अब आइफोन आउँदैन यसले कस्तो कुरो गरे अब। आइफोन हेलो हेलो ह्याप्पी बर्थडे भनिदिनु। ह्याप्पी बर्थडे मेरो होइन कि कसको थाहा भएन, तर आज कसको ह्याप्पी बर्थडे छ ह्याप्पी बर्थडे भनिदिनु ल। मेरो यहाँ मेरो बिहेको लागि तयारी हुँदैछ, सामानहरू ल्याउँदैछ है बिस्तारै बिस्तारै। म अब नेपाल जाँदैछु। अब टक्क यो भाडामा कहाँ यार मान्छे पसेर सुत्न मिल्ने भाँडाहरू ल्याएर यार। सबै गाउँलेहरू मेरो साथीहरू है जो पनि हुनुहुन्छ, मैले बोलाउन बिर्से पनि बोलाउन नभ्याए पनि आइदिनु होला। मेरो बिहे धुमधाम तरिकाले मनाइदिनु होला, रमाइलो गरिदिनु होला। जस्तो त 4-5 जना मान्छे पसेर सुत्छ। हजुरहरूलाई अहिले नै मेरो मनबाट तपाईँहरूलाई चुलाइदिन्छु है। बोयफ्रेन्ड छोरा छोरी लिएर आए नि केही भएन, आउनु चाहिँ पर्यो है। यत्रो के भन्नु माछाको रगत उमाल्ने यत्रो भाँडामा खाना बनाएर यतिकै खेर जान दिनु त भएन है। गाडी गाइस है म त आज सुत्दैछु ल। यत्रो घाम लाग्छ, घाममा सुतेको ल। अब जति कालो भइहाल्यो। अब के गर्नु, घाम हेर्नु। यस्तो छ है हालत हाम्रो। यस्तो है।
कामै काम छ, गाह्रो छ, कामै काम छ भन्दा नि अब केही त भएको छैन। अब भिडियो हाल्न त मन लाग्छ साथी हो, भिडियो चाहिँ हाल्छु म अब है, भिडियो चाहिँ हाल्नुपर्छ है, अलिअलि बिस्तारै बिस्तारै। अघि क्या अलिकति काम बाँकी छ, त्यसपछि भोलि हेर्दै गर्नु होला हुन्छ। अनि बिहान उठ्यो, ड्युटी गयो, मतलब चलाउन गयो, राति उठ्यो चलाउन गयो, ड्युटी हुने बेला अलिकति टायर्ड हुन्छ के भिडियो बनाउनु जस्तो लाग्छ, त्यही भएर के है, चिन्ता नगर्नु होला, म भिडियो हाल्छु बिस्तारै बिस्तारै। यस्तो घाममा यस्तो कालो हुन्छ अब म मेरो अनुहार कालो देखिसक्यो, कालो तर कालो देखिरहेछ मलाई, कालो म त घाम नै देखाएको छैन हौ, यस्तो है, यस्तो मैले त बस्ने मन लाग्यो के गर्नु, पैसा छैन भन्दा नि यहाँ मगाउन लाग्यो, त्यसपछि यहाँबाट फेरि ट्राइपोड के हुँदैन समाउने, यसरी घुमाउँदाखेरि अलिक हात दुख्यो क्या, यसरी समाउँदा समाउँदाखेरि, त्यही भएर म त्यो पानी पार्नको लागि त्यो किन्न लगाइरहेको छु, केही छैन, आउँछ बिस्तारै बिस्तारै भिडियोहरू। यहाँबाट छिर्छ होइन, यहाँभित्र गएर यता गएर यहाँ बस्ने यही छैन, बाहिर निस्किन भनेको अलिकति झ्याउला छ, पैसा पनि छैन है। यो सप्लाइड हो नि, सप्लाई हाम्रो कम्पनीको, अरे कम्पनीको जस्तो पनि छैन, सप्लाई जस्तै छ। ल गाइस, ल गाइस बस्न, म तेरो भिडियो लिन्छु नि, ल हामी चाहिँ यहाँ घुम्न आएको है यो आइल्यान्डमा, एकछिन ल ल बस् त, तँलाई यसरी नखिचिकन त अब तेरो आउँदैन सबै, यसरी खिचेर नि आएको छैन, ल बस न बस, आउँछ के, तर तेरो आउँदैन होला, अलि आउँदैन के भयो, छोड्दे, तेरो यो पुरै त कहाँ आउँछ त मुला, 1312 खिचिसक्यो त, ल बस बस भयो, भिडियो बनाएर वेलकम होइन हौ, खिचिसक्यो कि, ल राम्रोसँग हान्न यार, म राम्रोसँग बसेँ होइन, उताबाट हान्न यार, यो पुरै नाम आउने रे, हानिसक्यो त, कति हान्नु भनेको के, छाडा नबोल है, यस्तै हालिदिन्छु फेरि बोल्न अलिकति मिलेको छैन, मेरो नि आउनु निस्किन्छ के, बोल्न नमिल्दा त निस्किरहेछ, यसो छाडा नबोल्न त, जान यार, हानिसक्यो त यार, भइसक्यो कि, कति हान्ने हो र, अहिले देखाउँछु ल, देख्न सक्नुहुन्छ, यहाँ स्टेज छ, यहाँ बस्ने ठाउँ छ, यहाँ पार्क बन्दैछ, डेभलप हुँदैछ, के गर्नु, अलिकति बोल्दा यस्तो आइरहेछ, के गर्नु, यस्तै छ अब, यहाँ रहेछ फुटबलको ग्राउन्ड रहेछ, फुटबल ग्राउन्ड। चाचाको ब्लगमा हजुरहरूलाई एकदमै स्वागत छ, कृपया अरे पुरा भिडियो हेरी लाइक कमेन्ट सेयर गरिदिनुहोस्, यति नै छ मेरो भन्नु। त्यही हाल्दैन यहाँ सब खोज्न, यहाँ म त्यो चस्मा लिनु पऱ्यो क्या अर्को।
सबै सबै पनि भइहाल्यो नि उयो बाटोमा छ छकमा एउटा दिन्छु म तल अरू हस् कस्तो के भन्छ त्यसलाई गरेर बस्नु पर्यो यसरी 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 मुख बन्द गरेर बस्दा त कसै के भन्छ आइज चाचा आइज फेरि दुखेछ क्या फेरि बोल्दाखेरि अनि खिया लाएर बसिरहेको छ के वर्कआउट केपी बाले बनाएको त नेपालमा केपी बाले बनाएको जस्तो छ तपाईँले यस्तो नबनाइदिएर हुन्छ हामीले पनि अलिक जोडले बोल न यस्तो नबनाइदिएर केपी बा केपी बा बनाइदिनु केपी होइन सुशीला कार्य अहिले त अर्को आएको त के अरे सुशीला कार्की चल्दैन होला चल्दैन छोड्दैन हालत हेर न भाँचेर बसिरहेछ अनि चल्छ यसलाई एउटा बुटो हुँदैन एउटालाई 250 रुपियाँ पर्छ अरे कि यस्तो फुललाई कसले 250 हालेर किन्छ ला किनेर त त्यो धोनीमा ल्याउँदैन त्यो एउटा उसलाई 250 अरे हो महँगो छ त किन्नै सक्दैन उता त फ्रीमा पाइन्छ अरे जुत्ता सुत्ता लाएर निस्किनु पर्ने रहेछ घरको कपडा लाएर ढोकै छैन यत्तिकै किनिदिनु पऱ्यो र त मलाई फोरीलाई हुन त मैले भन्दा धेरै कपडा धुन्छस् कि मासलले कति दिन भयो लगाएको मैले यो भयो होला 10-12 दिन 10-12 दिन भइसक्यो मैले नदेऊ यत्तिकै लगाउँदै लगाएको त तल जस्तो काम गर्दाखेरि लाउँदिनँ नि त अनि म माथि ड्युटी गर्दा लाउने हो त्यसपछि आयो फुकालेर राख्यो अर्को लायो नयाँ कपडा होस् पुरानो कपडा काम गर्ने लगाइदिने अरू बेलाउने लगाएर घुमिदिने अर्को लायो सुत्यो होइन कति भिडियोमा के भन्छ एउटै कपडा लाउनु भनेर चेन्ज नगरे कपडा सफा भयो खतरा दिस त म तँलाई यो उसमा चाहिँ भन्ने उस लाएर भिडियो हालिदिन्छु भन्न अब हेर न त्यही मेरो टिकटक आइडीमा गएर हेर मेरो गेटअप थाहा भइहाल्छ नि मलाई सब चाहियो कि चियान पो रहेछ सब चियान पो रहेछ सब खोजेर यहाँ चाहिँ स्कुल त्यहाँनिर अहिले अस्सलामु अलैकुम किनकि कोची भेनु चुप्लाएर बस्नु कोचे हो धानी अरे हाउसुका 5 मिनट नि भएको छैन पुरै हात दुखिसक्यो ला के बनाउनु त्यो उस भनेको ल आउँछ चिन्ता नगर ढुक्क हुनु अरे कसले मनोजले यो सबै आउँछ ढुक्क हुनु अरे के सबै आउने मैले पठाएको सामान कति $100 हुना $80 भएको थियो कति भएको थियो अनि त्यो यो आउँछ के भन्छ त्यसलाई मैले फोटो पठाइदिएको छु मगाउला भन्दा ल ढुक्क हुनु आउँछ सबै अरे आइसक्यो आएको छैन हौ खोइ यो स्यालेरी आएपछि मगाउँछ होला अनि बल्ल डलरै दिने होला नि त तैँले ला अनि डलर मगाएर स्कुलतिर पो आयो त अनि $13 आजै पठाइदिन्छ $13 पठाउँदैन यो महिनाको आएपछि पठाउने सँगै कति पो हुन्छ र 600 काकाले पुरै दियो भने कति डलर छ मेरो काकासँग तेरो दे नि त मलाई अनि म क्यास दिइहाल्छु नि तँलाई त्यो $16 अनि $500 भइहाल्यो थिएँ अनि मेरो एकाउन्टमा छ
$800 $400 $800 देखेर त्यस्तो $800 भइहाल्यो अनि तँसँग त्यो $600 $900 अनि अनिल र नरेबुढो गरेर त धनी रहेछस् त धनी रहेछस् त केटाहरूलाई दिन्छ यत्रो घाम लागेर अति गरिब भइरह्यो केटाहरूलाई दिन पऱ्यो नि त आफूलाई नि काम लाग्छ नेपाल गएपछि मलाई नि त 10-20 हजार कति चाहियो भने कति 20,000 होइन डलर कति डलर चाहियो भने डलर चाहिएन मलाई नेपाल गएपछि त्यो नेपाल गएपछि चाहिएको मलाई $10,000 यसो यो मैले यो उस चस्मा लाछ होइन घाम लाग्दाखेरि अनि यहाँ हेर्न यहाँ सेतो छ कि यति यहीँको मान्छेहरू जस्तै हुँदैन कहाँ जान्ला यहाँको मान्छे भन्दा चाहिँ के कम छ यता कहाँ जाने होला तेरो फोन हेर्न फोनमा हेर्न सब कहाँ छ अहिले हाँसको मासु पनि लिएर जाने बरु तसँग पैसा छ होइन म दिन्छु त्यो भिडियोमा रफ बोल्दिनँ भन्छु नि यो स्टोर हो थिएन के को स्टोर हो छाडा नबोलेर भन न छाडा नबोलिकन भन न मलाई लाज लाग्यो कि सबले हेरे कसले चाहिँ हेरेर आएर तँलाई यहाँनिर यहाँ कोही छैन होइन कोही नभए नि हेर्छ अब ला सबै हरायो त अनि ए सबै हराएर भाग त्यही भएर त भनेर हामी मेरो सिक्रेट पनि त्यति आउँछ कि संसार